हेलो साथीहरु, सबैजना नमस्कार। स्वागत छ तपाईहरुलाई मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी साथीहरुसँग हाम्रो चाहिँ 3 दिने जाने प्लान छ। त्यही भएर म चाहिँ यहाँ घरदेखि बाहिर रुटमा निस्किसकेको छु। साथीहरुको पर्खाइमा छु। मेरो साथीहरु चाहिँ टेम्पोमा आउँदै हुनुहुन्छ, अनि त्यही भएर म चाहिँ पर्खिरहेको छु है साथीहरु। तपाईहरुलाई चाहिँ आज हामी 3 जुटेमा चाहिँ कतिको गुराँस फुलेको छ भन्ने कुराहरु चाहिँ देखाउन चाहन्छु म। मेरो साथीहरु चाहिँ आइपुग्नु भएको छ टेम्पोमा। हेलो हेलो नमस्कार सबैजनालाई। नमस्कार लिन्छन् ए म कहाँ बस्नु अगाडि तपाईँ ल हामी चाहिँ आइपुगिसक्यौँ है। यहाँ अब हामी उकालो जान्छौँ। हामी उकालो जान्छौँ। यो चाहिँ घुरमिसे भन्ने ठाउँ हो। भाइ पनि रहेछ हौ यहाँ त। आज शनिबार भएको कारणले धेरै भिडभाड हुन्छ। के चाहिँ चढाउनेहरू केही लानु भएको किन्नु भएको छैन? लु किन्नु है, के चाहिने हो। ए ल साथीहरु, यसपालि चाहिँ गुराँस एकदमै कम फुलेको छ। ल हामी चाहिँ ठ्याक्कै अहिले चाहिँ 3 जुटेको फेरीमा छौँ। हामी मन्दिरको सिडी चढ्न थाल्यौँ। उहाँहरू चाहिँ आज पूजा गर्नुहुन्छ। हामी चाहिँ पूजा गर्न मैले चाहिँ यो वर्ष मिल्दैन, त्यही भएर म चाहिँ नगर्ने। उहाँहरू गर्नुहुन्छ। पाथी भएर माताले चाहिँ उहाँहरूले भनेको कुरा चाहिँ पुऱ्याइदिनुहुन्छ, हुनेछ। भगवानलाई नमस्ते गर्नुभयो। पाथी भएर भगवती मेरो छोराछोरी भगवान यस्तो छ कि हिल लाएर आउनुपर्ने रहेछ हौ। ल यहाँदेखि चाहिँ हाम्रो पूजापाठ सुरु हुनेछ। भाइले नमस्ते गर। गुराँस फुल्नु भन्छ यो ठाउँ एकदमै राम्रो देखिन्थ्यो। यसपालि चाहिँ एकदम कम फुलेको छ फुलहरू। तिनजुरेको फेदमा छौँ हामी चाहिँ। अब यहाँदेखि चाहिँ पूजा सुरु हुन्छ, मिसहरू गर्दै हुन्छ। यहाँ हेर्नु डाँडा काँडाहरू एकदमै रमाइलो छ। गुराँसको बोटहरू, गुराँसहरू चाहिँ एकदमै कम फुलेको छ यसपालि। ए ल सिमरान हिँड ल, भाइ र म जाँदै। उकालोमा गर्मी भएर थाकेको अवस्था, यहाँ आराम गर्दैछु। म त साथीहरूलाई पनि पर्खिँदैछु, आउँदै हुनुहुन्छ मिसहरू। कम्ती गर्मी भएन, डबल ज्याकेट लगाइदिएको त। हामी चाहिँ मन्दिर आइपुगिसकेका छौँ। अघि आइपुग्यो। फुलै फुलेन नि, यो फुल फुल्नु भन्ने कति रमाइलो हुन्थ्यो। यहाँको परिवेश नै अर्कै हुन्थ्यो क्या फुल फुल्नु भने चाहिँ। जाऊ रिन्सानी पूजा गर्न जाऊ। ल यहाँ हेर है। ल भगवान नमस्ते गरिदेऊ। नमस्ते गरिदेऊ भगवानलाई। जिउवा गरिदेऊ। ल नमस्ते। स्याउ खाँदै नमस्ते है। बोलिसक्नु हो? भित्र चिन्नुहुन्छ होला होइन तपाईँले? भित्र छिरेर निस्किनु ल, म यहीँ बाहिर बस्छु। हाम्रो साथीहरूले चाहिँ पूजा पनि सकिसक्नु भयो। अब हामी चाहिँ यहाँ तलतिर चौरमा बसेर ल हामी ल्याएको खाने कुराहरू खानेछौँ। आज तपाईँलाई म ट्याग गर्छु नि भरे फेसबुक। एकदम डरलाग्दो भिडहरू पनि छ साथीहरू। यहाँ हेर्नुहोस्, यहाँदेखि लड्यो भने तल भुल्के गाउँ पुगिन्छ होला। यो तल देखेको भुल्के हो, यहाँ पुगिन्छ। यहाँ हुनुहुन्छ हाम्रो पूजारी साथीहरू चाहिँ पूजा गरिसक्नु भएको छ।
तपाईँहरूको मनोकामना चाहिँ पुरा होस्। खानेकुरा पनि यहाँ बोकिरहेछु। मैले नि यहाँ झोलामा बोकिरहेको छु। अर्को झोला पनि छ। हाय भन्नु न। अब हामी चाहिँ यहाँ पर्तिर चढ्नु गएर बस्छौँ अनि नास्ता गर्नेछौँ। एप्पलहरु कता मिस यसमै छ एप्पल ल हामीले चाहिँ घरदेखि नै लिएको खानेकुराहरू चाहिँ खान लागिरहेछौँ। यसलाई चाहिँ अर्ग्यानिक भन्न मिल्दैन। यो चाहिँ प्याकिङ फुड हो। यहाँ यसो खाने अनि भरे तल गएर खाजा खाने भनेर खासै हाम्रो चाहिँ आज मिनी पिकनिक भन्दा पनि हुन्छ है। मिनी पिकनिक हाम्रो आमाले त कस्तो मजाले पनि पो लगाइदिनु भनेको छ नि त नि। के चाहिँ हामीले चाहिँ घरबाटै खाना के अरे खाजा पकाएर चाहिँ नास्ता खाँदैछौँ। आमाले यहाँ खाँदै हुनुहुन्छ। यसरी हामी चाहिँ घरबाटै बनाएर ल्याएको छौँ। दिन्छ नि यता मिठो भनिदिनु भएकोमा धन्यवाद। वेलकम। साथीहरू यसपालि चाहिँ गुराँसै फुलेको छैन खासै। यहाँ एउटा एउटा बोटमा देख्न सक्नुहुन्छ। अब यसपालि चाहिँ नफुल्ने पालो पनि होला अनि पानी नपरेको कारणले पनि फुल्न सकेन होला। तर आगुम चाहिँ तपाईँलाई अहिले नै निम्तो छ। आगुम चाहिँ यो देखेको बोट हरियो होइन रातम्मै हुनेछ। ल हेर्नु होला है, म तपाईँहरूलाई तिनजुरेको भ्यू देखाउँछु भनेको थिएँ। यसपालिको तिनजुरेको परिवेश चाहिँ यस्तै रहेछ। आगुम चाहिँ धेरै गुराँसहरू फुल्ने आशा छ, फुल्ने छ भन्ने आशा छ। आज चाहिँ शनिबार भएको कारणले धेरै भक्तजनहरू पनि आउनुभएको छ तिनजुरे पाथिभरामा। हामी चाहिँ पूजा सकेर पनि अनि नास्ता खाइसकेर पनि यहाँ तिनजुरेको डाँडाको चिसो हावा खाँदै घुमिरहेको छौँ। अब हामी केही बेरमा घरतिर जानेछौँ। तिनीहरूलाई बाई गरिदेऊ। बाई। अब हामी चाहिँ घरतिर झर्दैछौँ है। हामी चाहिँ फेरि आगुम पनि भेट्ने बाचा गर्दै अहिले तिनजुरे छ। बाई बाई। पाथिभरा मन्दिर छ भाइ। हामी तिनजुरे हुँदै अझै घुम्दै झर्नेछौँ। अझै धेरै आउनुभएको रहेछ। शनिबार भएर होला यस्तो भिड छ। यता तल चाहिँ गऱ्यो भने त कहाँ पुगिन्छ पुगिन्छ। हेलो गाइज गरिदेऊ ल। हेलो गरिदेऊ। हेलो भन्नु नि यहाँ यता हेर। हामी चाहिँ तिनजुरेमा छौँ आज है। आज रिन्छेनले पनि पूजा गरेर आएको छ होइन। भगवती माताको दर्शन गरेर आएको छ रिन्छेनले पनि हो। हो कि होइन भन त हो। ल यता यता हेर्नु यता नमस्ते गर्ने एकचोटि। नमस्ते गर्ने यता यहाँ हेर्नु। काग हो नमस्ते। रिन्छेन सधैँ स्वस्थ रहनु है। रिन्छेनको मनोकामना पुरा होस्। भगवान् चाहिँ सधैँ रक्षा गरून् है। हो कि होइन। ल यहाँ हेर्नु बाई गरिदेऊ। बाई गरिदेऊ। ल ल आउनु। ल साथीहरू हामी चाहिँ अब घरतिर लागिसकेको छौँ है। हामी अहिले ठ्याक्कै भन्नुपर्दाखेरि यो तिनजुरेकै भिडमा छौँ। ऊ यता हेर यहाँ ए बाई। यता चाहिँ ठुलो भिड छ यहाँ हेर्नु होला। यस्तो भिड छ। हामी चाहिँ भिडको टुप्पामा बसिरहेको छौँ। यहाँ हेर ल। ऊ यहाँ हेर्नु न त्यो परको त ठ्याक्कै मान्छे चाहिँ बस्दैछ दिएको रहेछ। उतापट्टिबाट बाटो छ नि त्यहाँ बाटो छ। यो तल देखेको चाहिँ घुर्मिसे बजार हो। हामी चाहिँ यो घुर्मिसे भन्ने ठाउँमा झरिसकेको छौँ। आज चाहिँ पाथिभरा माताको दर्शनको लागि धेरै भक्तजनहरू आउनुभएको छ। बाटो पनि अलिक भिडै छ। छैन यो भिडहरू कस्तो रातै हुन्थ्यो है। मजाले फुल्छ। ए यो पाखामा चाहिँ अलिअलि फुलेको रहेछ। पाखा कस्तो देखिन्छ नि होइन पानीले भन्दा पनि यस्तो हो। यो एक साल अलिक मजाले फुल्ने एक साल अलिक नफुल्ने कम फुल्ने हो भने त यिनीहरू फेरि नफुल्नु पर्ने हो नि त होइन। फुलिरहेछ अलिअलि। अप्ठ्यारोमा हामी झरौँ त। ल साथीहरू यसपालि चाहिँ तिनजुरेको गुराँसको अवस्था यस्तो छ।
गुराँस आज गुराँसै भेटेको छैन हामीले यति नै हो यहाँ देखेको जति यो पाखामा पनि गुराँसको बोट हुनुपर्ने है हामी चाहिँ यहाँ तिनजुरेको फेदमा झर्छौँ यहाँ हाम्रो टेम्पो र बस चाहिँ अलिकति अप्ठ्यारो ठाउँमा भेट भयो कि त्यही कारणले हामी चाहिँ यहाँनिर बसिरहेको छौँ जानु छ दाइ हामी ऊ पर आउँछौँ बरु ऊ त पर त्यो सम्ममा जानु न अब यो बसले टर्निङ पुऱ्याउँछ त गाडी छ गुराँस चाहिँ अहिलेको अवस्थामा चाहिँ अलिअलि फुलेको पाइन्छ ल हेर्नुहोस् यहाँ पर्तिर एउटा सेतो चिमल फुलिरहेको छ यहाँनिर हाम्रो टेम्पो चाहिँ आइसकेको छ हामी फेरि टेम्पो चढ्दैछौँ सेतो चिमल यो रातै हुँदै जङ्गल त नि आज यसपालिको साथीहरू अब तपाईँहरू चाहिँ तिनजुरे क्षेत्रमा घुम्न आउनुभयो भने 10-15 दिन पछाडि चाहिँ आउनुभयो भने यो गुराँसहरू सबै ढक्कमक्कै फुल्ने रहेछ हामी चाहिँ तिनजुरे पार्टीबाट पुग्यो अरे हामी चाहिँ आइपुगेको छौँ यहाँभित्र चाहिँ देख्न सक्नुहुन्छ माथिल्लोपट्टि चाहिँ अलिकति गुराँस फुलेको छ यता चाहिँ बाँकी नै छ फुल्नु अब 10-15 दिनमा चाहिँ यता पनि ढकमक्कै फुल्ने रहेछ किनभने कोपिला लागिरहेको छ फुल्दैछ गुराँसहरू गल्नुभयो नि गल्नुभयो अब नजाने यतै घुम्ने अनि घर जाने हाम्रो आन्टी चाहिँ गलिसक्नु भएको छ ए त्यहाँनिर जाउँला नि त्यता घुम्दै त्यहाँ गएर फोटो खिचौँ अनि फर्कौँला माथिल्लो भेगमा चाहिँ अलिक गुराँस फुलेको हुनाले सबैजना घुम्न जानेहरू चाहिँ माथि नै जानुभएको छ यहाँ चाहिँ थोरै मात्रै घुम्दै हुनुहुन्छ ल यहाँ चाहिँ हाम्रो सानो 3 वर्षदेखि 4 लागेको भाइहरू खेल्दै हुनुहुन्छ है ल 2 वर्ष यहाँ आमा कहाँ हुनुहुन्थ्यो बुबु खुवाउनु पर्यो भनेको स्कुल हाल्ने बेला कख आउँछ कि आउँदैन बाबुलाई अलि उफ्रिने बेला भयो घाइते होला है घाइते होला अहिले म हाँस्छु नि फेरि लु पालो गरौँ रिबेल ल बुढो बालकहरूको पाला आएन बुढो बालकहरूको पाला आयो ल है अब घाइते भयो भने चाहिँ हामी छिटो भन्नु न बोल्नु न चकचके भाइहरू यो हाम्रो भाइहरू चकचके फटा भाइहरू बुढो बालकहरू बाहिर गेटमा चाहिँ 20 रुपियाँ टिकट काट्न गाह्रो गर्ने भित्र आएर चाहिँ पनि बढी खेल्ने होइन हामी चाहिँ आधा गार्डनको स्पेसल सुँगुरको सेकुवा खाँदै आउनु यतापट्टि बस्नु मलाई खाएको देखाउँदैन पछाडिबाट ढुङ्गामा पोलेको सुँगुरको सेकुवा हो हाम्रो रिङ सेन्टर नि यहाँ स्वाद लिँदैछ सुँगुरको सेकुवा मिठो छ है हामीलाई यस्तै मनपर्छ त्यही पनि अन्त आउनुपर्छ मौका मिलाएर सुँगुरको सेकुवा हो आउनु न आमा खानु हौ छ त ऊ अचार पनि खिच्दैछु यहाँ खानु न त ल अनि खानु भएपछि निकाल्छु म ढुङ्गामा पोलेको नि हो हजुर ढुङ्गा ऊ त्यहाँ छ ताकिरहेको छ त्यहाँ पोलेको ल खानुहोस् टेस्ट लिनुहोस् मिठो छ आइपुग्यो उर्मिला हेलो यता हौ यता
बर्डले यहाँ भिडियो गरेर आएछ ल र के गरेको रे रिमल चाहिँ छैसाङ घाँटी दुखो हामी चाहिँ आएर गार्डन घुमियो साथीहरूसँग नि भेटघाट भयो अट्दैन होला हौ हामी त धेरैजना छौँ ल अब हामी चाहिँ आएर गार्डनको भ्रमण गरेर छुट्टिने बेला भइसक्यो अब फेरि आगो पनि यतिखेरै भेट हुने बाचा गर्दै हामी चाहिँ आजको भिडियोदेखि बाई बाई होइन अर्को भिडियोमा भेटौँला अन्त ल आजको भिडियो चाहिँ यति नै साथीहरू अर्को भिडियोमा भेटौँला सिमरन भाइ रिन्छेन भाइ रिन्छेन बाई ल बाई